कलिलो तामाको तरकारी कोलाई मन पर्छ मलाई चाहिँ असाध्यै मन पर्छ अनि अहिले त कलिलो तामा पाउने पनि सिजन हो अनि हजुरहरूले कसरी पकाउनुहुन्छ मैले चाहिँ यसरी पकाउँछु साथीहरू मेरो म सँगसँगै पकाम है त अनि यो कलिलो तामा चाहिँ सबभन्दा पहिला राम्ररी पखालेर यसरी हजुरहरूलाई जस्तो इच्छा लाग्छ त्यसरी काट्न सक्नुहुन्छ कसैले गोलो गोलो काट्न सक्नुहुन्छ मैले चाहिँ यसरी लाम्चो तरिकाले काटेँ अनि लाम्चो तरिकाले काटेर आलु मिसाउन चाहनुहुन्छ भने आलु मसिनरी काट्ने मैले चाहिँ थोरै थियो त्यही भएर आलु पनि मिसाउन लागे अनि पानीमा त्यो काटेको तामा राखेर नुन र बेसार राखेर 5 मिनेटको लागि पाक्नको लागि छोड्दिने अनि त्यसपछि लागम हामी पकाउनको लागि हामी के गर्नुपर्छ त ल यसरी बक्ल पाकेपछि त्यसपछि हामी तामा पकाउन लाग्छौं तामा पकाउनको लागि हजुरले कराईमा तेल बसाल्ने अनि तेल चाहिँ अलि धेरै राख्छु मैले चाहिँ तेल अलि धेरै राख्छु किनकि मलाई अलि मिठो लाग्छ मज्जाले भुट्नको लागि अनि जीरा फुराए अनि छुटाउनै नहुने तामा पकाउँदा छुटाउनै नहुने कुरा भनेको जुवानो राख्नु भयो भने एकदमै धेरै मिठो हुन्छ अनि मेरो तेल नताते जस्तो गाज निस्क्यो तोरीको तेल फेरि यस्तै हुन्छ अलिकति खरिएन पनि यस्तो देखिन्छ तर बास्ना आएको थिएन मिठो भएको थियो अनि खुर्सानी राख्ने अनि त्यसपछि प्याज राख्ने यदि हजुरहरूले पिसेको मसला हाल्नुहुन्छ भने एकदमै धेरै मिठो हुन्छ मसला पिसेर राख्नुहुन्न भने यसमा चाहिँ लसुन अदुवा काटेर तेलमा फुराउन सक्नुहुन्छ साथीहरू त्यसपछि मैले चाहिँ तामा अलि थोरै भएको भएर आलु पनि मिसाएको थिएँ आलुलाई राखेर मैले मजाले चलाइ पाक्नको लागि छोडिदिएँ एकछिन आलु मजाले पकाउँछु किनकि तामा चाहिँ अलिकति बफाइसकेको थियो त्यही भएर मैले आलुलाई पहिले भुट्नको लागि राखिदिएँ मजाले भुटेँ अनि सबैको आफ्नो तरिका हुन्छ पकाउन नजान्ने भन्ने कोही पनि हुँदैन तर सबैको तरिका आफ्नो हुन्छ मेरो तरिका चाहिँ यस्तो छ साथीहरु यसरी पकाएर खानु होला अनि मैले तामा राखेर मजाले चलाउँदै पाक्नको लागि छोडिदिएँ अलिकति बेसार राखेँ अनि नुन राखेर चलाउँदै पाक्नको लागि ढाकेर पाक्नको लागि छोडिदिएँ मजाले फ्राई गर्यो भने एकदमै धेरै मिठो हुन्छ यो अनि फ्राई भएन भने खासै धेरै मिठो पनि हुँदैन मलाई चाहिँ फ्राई गरेको मन पर्छ आफ्नो तरिका हुन्छ पकाउने चाहिँ यसरी छोपेर पाक्नको लागि छोडिदिएँ मैले चाहिँ छोप्दै भुट्दै गरिराखेको थिएँ मैले चाहिँ भुट्ने सब्जीहरुमा पहिले मसला राख्दैन पहिले मसला राख्यो भने चाहिँ राम्रोसँग सब्जी भुटिदैन त्यसैले मैले मसला चाहिँ अलिकति पकाएपछि राम्ररी भुटेपछि बल्ल मसला राख्छु मैले चाहिँ पिसेको मसला राखेको थिएँ लसुन अदुवा जिरा धनिया सबै थोक राखेर मसला राखे अनि मज्जाले फेरि भुटे मसला राखेपछि पनि मज्जाले भुट्नु पर्छ यसरी भुट्नु भयो भने एकदम मिठो हुन्छ अनि अलि पिरो बनायो भने मिठो हुन्छ मैले त्यसैले खुर्सानी राखेको थिएँ मज्जाले भुटेको थियो ल साथीहरु एकदमै मिठो भएको थियो यसमा अलिकति कागती निचेर खानु भयो भने पनि एकदमै मिठो हुन्छ आफ्नो तरिका हुन्छ मलाई चाहिँ कागती राखेर खाए पनि एकदम मिठो लाग्छ ल हेर्नु त कति टेस्टी तामाको सब्जी रेडी भयो हजुरहरूले कसरी बनाउनुहुन्छ मैले चाहिँ यसरी बनाउँछु साथीहरु